फाइनली आज हाम्रो ओमाकासे सुरु हुँदैछ। आज एकदम रमाइलोसँग यस्तो डिसहरू सबै हाम्रो होटलको जो नयाँ मेनुमा छैन त्यो सबै सामानहरू चाहिँ यहाँ बनाएको छौँ हामीले। सबै यो चाहिँ मेरो रेसिपीहरू हो अनि एकदम मजाले बनाउँदैछौँ आज। हाम्रो मभन्दा अगाडिको जो सेफ थियो त्यो चाहिँ गएको छ उता बाहिर आफ्नो भ्याकेसनमा थियो अनि बोससँग मिलेर अनि पार्टीको इभेन्टको लागि चाहिँ आज हुँदैछ यहाँ सबै कुराहरू। अनि सबैजनाले पकाउँदै छन्, सबैजनाले साथ दिएकै छन्। राम्रोसँग एकदम रमाइलो भइरहेछ। रेस्टुरेन्ट सबै बन्द छ आज चाहिँ। यस्तो खानाहरू चाहिँ भइरहेछ पार्टीको लागि परेको छु म पनि काममा मजासँग एकदम व्यस्त तरिकाले। अनि दिनभरि चलिरहेछ यो काम चाहिँ आज। यो चाहिँ गयो टेम्पुरामा स्नोसल हाल्दैछौँ यो चाहिँ। अनि यहाँ चाहिँ छ जुवाइगानी टेम्पुरा मेजुना। अनि त्यसपछि त्यो चाहिँ पिकल भयो, पम्किन जुके पिकल छ। त्यसपछि यो चाहिँ क्राउन जुवाइगानी टेम्पुरा छ। यो चाहिँ सफ्ट क्र्याब हो। अनि यो चाहिँ मैले चाहिँ त्यो माथि चाहिँ स्नो सल्टहरू चाहिँ हाल्दैछु। जे होस् आज रमाइलै भइरहेछ, कामकाज सबै चलिरहेछ। दामीसँग भइरहेछ कामहरू चाहिँ। अब यो चाहिँ भइरहेछ अनि यहाँबाट चाहिँ म्यानेजरहरू उता उभिरहेछ, उनीहरूले चाहिँ सर्भ गर्दैछ। यो चाहिँ हाम्रो भयो गिन्दाराको लागि, गिन्दारा युजुको लागि चाहिँ स्टोन हाल्दैछौँ। सर्भ गर्ने तरिका चाहिँ यस्तो छ। अनि यो चाहिँ सबैमा स्टोनहरू भरिसक्यो भने चाहिँ यसरी भरियो स्टोनहरू। अनि त्यसपछि यो चाहिँ हाम्रो आइटम यसरी चाहिँ सर्भ हुँदैछ। यो चाहिँ वाराबी मोची हो। यो चाहिँ डिजर्टको लागि बनाउँदैछौँ। जापानिज फुडहरू सबै बनिरहेछ यहाँ चाहिँ। यो चाहिँ वाराबी मोची हो। यो चाहिँ अलिकति गिला भएर फेरि हामीले बोइल गरेर पकाउँदैछु म चाहिँ। अनि थोरै गिला भयो त्यसपछि म फेरि यसलाई मोडिफाई गर्छु भनेर चाहिँ पकाउनु लागेको छु अलिकति साह्रो बनाउनको लागि। अनि यो पनि तयार हुँदैछ। यो डिजर्टको लागि हो। थोरै चिसो बनाएर यस्तै सफ्टमा चाहिँ दिनुपर्छ। अनि यो चाहिँ सुसी निगिरी हुँदैछ। यहाँ चाहिँ केटाहरू लागिरहेछ। अनि बाहिरतिर रेस्टुरेन्ट भयो। अनि बाहिर रेस्टुरेन्टमा चाहिँ कस्टमरहरू फुलफिल छ। यो चाहिँ सजावट प्लेटहरू हुँदैछ। त्यसमा चाहिँ बाँसको पत्ता अनि सबै राखेर सबैहरूले हेल्प गरिरहेछन् जे होस्। अनि यता चाहिँ कस्टमरहरू यो भयो। यो चाहिँ पार्टीको लागि आएको इभेन्ट यो हनेसिङ हनी। अनि यो चाहिँ सुसी निगिरी यसरी सर्भ हुँदैछ। दामी तरिकाले हुँदैछ। अनि यहाँ चाहिँ अब एउटा आइटम हाल्न बाँकी छ अझै। अब एउटा आइटम आयो भने चाहिँ अझ बाँकी छ। अनि त्यसको लागि चाहिँ मैले भिडियो बनाउन सकिनँ। सायद बनाएको छु या छैन त्यो थाहा भएन है। यस्तो छ खानाहरू हेर्नु। सुसी निगिरी अनि यो चाहिँ म रहेँ। यो चाहिँ बनाउँदैछु। यो चाहिँ यो आइटम चाहिँ जानु बाँकी छ त्यहाँ। यी कुरा बनाएको रहेछु भिडियो। यो चाहिँ कम्प्लिट भयो। यो चाहिँ हामीले अब सर्भ गर्नको लागि रेडी। यो चाहिँ मिसो सुप। अनि यसको लागि चाहिँ एकदम स्पेसल बनाएको छौँ हामीले मिसो सुप पनि। यसपालि चाहिँ मिसो बेस नै युज भएको छ। तर त्यो जो बासी पानी युज हुन्थ्यो त्योमा चाहिँ एकदम राम्रो तरिकाले बिहानदेखि पकाएर दोस्रै स्टाइलको बनाएको छ। यो चाहिँ एकदम यम्मी छ, डेलिसियस। अनि यो चाहिँ हाम्रो चावामुसीको लागि स्ट्यान्ड बाई हुँदैछ। ताराबागानीको बटम पार्ट चाहिँ हामीले फ्ल्याटको लागि चाहिँ फ्ल्याट गर्नको लागि चावामुसी स्टिम गरिसकेपछि त्यो माथिको राख्नुको लागि चाहिँ यो स्ट्यान्ड बाई हुँदैछ। एकछिनमा देखिने नै छ त्यो पनि कसरी कहाँ राख्ने हो भनेर। यो चाहिँ अहिले स्ट्यान्ड बाई मात्रै हुँदैछ। यसको बोनहरू नर्भहरू यो चाहिँ पानी भयो। यहाँभित्र चाहिँ
ताराबागानीको टप पार्टको चाहिँ एउटा छ अनि त्यसपछि प्राउन अनि गिन्कुनुट हालेर चाउमुसी पानी भयो 60% ओमागासीको लागि चाहिँ थोरै पानी युज हुने भएको कारणले चाहिँ थोरै राखेर अनि यो चाहिँ स्टिम पछि चाहिँ यसरी त्यो जो बटम पार्टलाई हामीले निकालिरहेको थियौँ त्यो चाहिँ यसरी प्लेटिङ गर्ने हो प्लेटिङ टपिङको लागि अनि माथि टपमा त्यो भर्यो भने चाहिँ पछि त्यसबाट फेरि हाम्रो अब 6 अंकाकी छ त्यसमा अंकाकी राखेर अनि स्प्रिङ हाल्यो भने चाहिँ कम्प्लिट भयो पनि भर्खरै हामीले चाहिँ यो चाहिँ हाल्दैछौँ एउटाले चाहिँ यो हाल्दैछ नि यो चाहिँ अंकाकी भयो अंकाकी 1 स्पुन अनि त्यसपछि चाहिँ स्प्रिङ अनियन पछिबाट हाल्यो भने चाहिँ कम्प्लिट हुन्छ यो पनि चाउमुसी प्लेटिङ भयो एकदम रमाइलो भयो यो पार्टी चाहिँ एकदम राम्रो भयो अब अरू रेगुलर कस्टमरहरू चाहिँ हामीले रिसिभ गर्न सकिनौँ चाहिँ अब धेरै रमाइलो भएको थियो त्यो भएको कारणले चाहिँ हामीले अरू चाहिँ रिसिभ गर्न नसकिनौँ यो चाहिँ मेरो प्लेटिङ सबै सामानहरूको भिडियो चाहिँ निकाल्न सकिनँ यति नै थियो अब यो सकिन्छ अनि सकियो ल फेरि भेटौँला ल